लिडरशिप कसलाई बन्न मन लाग्दैन होला, तर लिडरशिप बन्नको लागि पनि तपाईको कुण्डलीमा मेहनत सँगसँगै यी ग्रहहरू तपाईको कुण्डलीमा बलवान अवस्थामा हुनुपर्छ। यदि तपाईको कुण्डलीमा सूर्य ग्रह राम्रो छ भने हजुरको डिसिजन गर्ने क्षमता राम्रो हुन्छ। त्यो सँगसँगै तपाईको कन्फिडेन्स लेभल पनि राम्रो हुन्छ। यसैगरी मङ्गल ग्रह राम्रो छ भने चुनौतीसँग लड्ने साहस र अगाडि बढ्ने हिम्मत तपाईमा धेरै हुन्छ। यसैगरी बृहस्पति ग्रह राम्रो छ भने प्रेरणा दिने र मार्गदर्शन दिने गुण तपाईमा बढी हुन्छ। यसले गर्दा तपाई पनि लिडरशिप गर्न चाहनुहुन्छ र नेतृत्व र शक्तिशाली व्यक्ति बन्न चाहनुहुन्छ भने तपाईको कुण्डलीमा सूर्य, मङ्गल र बृहस्पति ग्रह अत्याधिक राम्रो हुनुपर्छ। हस्त धन्यवाद।